र गाइस हामी चाहिँ होइन मणिचुर भन्ने ठाउँमा जाँदैछौँ सोराम मजाले घुम्न नआउनेहरू घरै बस्नु भयो सबैजना चाहिँ हामी चाहिँ लाग्यौँ मणिचुर यहाँबाट कम्ती मान्छे कति लाग्छ 40-45 मिनट लाग्छ अरे हामीलाई चाहिँ अब हामी गयौँ नजान्दा घरमा सुतेर बस्छ हो नजानेहरू घरमा सुत्दै बस्छ अरे हामी चाहिँ सबै पतारे भाइ यस्तो भिडियो अपलोड भयो भने आइरहेको हेर्नु होला गाडाङ गुडुङ गरेर वहाँ कस्तो बाटो वहाँ तल रुस्कै बाटोमा राति बाटो बसा चाहिँ आउनुहोस् यहाँ यस्तो बाटोमा बस्ने मजा चढ्दैछौँ हो आर्मीले हामीले हाम्रो साथी आउँदैछ भने थियो भाइले भनेको कस्तो हुन्छ भनेको त त्यहाँ तँलाई रोक्दैन भाइ अनि चलाउने मान्छे चाहिँ चलाउने मान्छे चोराउँदैछ भनेको अब माथि आउनु दिँदैन भाइ फर्के हुन्छ भाइ यही आउने भनेको मणिचुत मादरचुत भन्ने तिमीहरूले गर्दा दुःख पाएर उनीहरूले गर्दा हामी अब त्यो चाहिँ थकालाई चार उसले खास त्यसको लिएर जाने भयो बडुमा जाँदैन बडुमा जाँदैन अनि हेलिकप्टर मगाउँछु हेलिकप्टर के गर्ने हेलिकप्टर ड्राइभर तपाईँ यो फर्स्ट एन्ड लास्ट हो यहाँ अबदेखि आउँदैन चाक पनि दुयो खुट्टा पनि दुयो त्यत्रो राइड आएर पनि भन्दा अनि मरिहाल्यो नि यस्तै अला छिरी भयो भने के गर्नु साथीहरू नि यसो चुतिया भयो फाइनली डाँडा आइपुग्नु लाग्यो
मनी च्युट यिनीहरू चाहिँ आउँदैछ हामी चाहिँ फाइनली यहाँ आइपुगिसक्यौँ आएर नि हामी जनताले चाहिँ फोटो नि खिच्छ हामी चाहिँ खिच्ने भाइ छ पानी पनि राम्रो राम्रै छ भित्रको म तपाईँहरूलाई यसको भित्रको रङ्गी पनि देखाइदिन्छु सक्यौँ त्यो दुईजना दुईजना चाहिँ कहाँ गयो त्यो हामी यहाँ बढी एकपल्ट कोरी सिकिसक्यो डान्स भिडियोमा भनेर यहाँ देवता ऱ्या भनेर खतरा ऱ्या भन्नुहुन्छ त्यसलाई एउटा दियो अलिकति एउटा हाम्रो पैसा नाम देखो कैसा खटखटे नटिचुरी भिक्तिम पैसा कलियुगला बेला जुन आसिने नाइजा यारी चुमसी चंगब जुन सिपालु तैसा लैजा बिबा रोग भइरि थेनि तम हामी सोजो मुल्ला च्यागो थोबा आरे चामे छ्याम पुसी बोर्मु नाङरे छामेला जाङरे काली गोरी सिक्सी गदे खाजिङ नाला नाम नाम दुनिया जिले मिले खल तिरी मुमा दाम सहल पहल नालान फलान तब ताम काब्रे रिगनी छलमा यम्बु सहर लिक लिक खेलाम छाउ छेउ ब्रामा छामे गदे सिक सिक नमसला प्योर के त धोजी च्याको लेक लेक गल्ली गल्ली छामे नाला कोइला अरे घिक वही त हातमा पैसा सब हुन्छ ठिक नपत्याए नेपालको कानुनबाट सिक एन्जे गोबा आएर सेरो फेरो निला जोबन खेरो सोगो सिधा चल भन्नु चोरी चल तिला तारा फेरो पैसा म सम्मान सम्मान आरे सब एरा 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 आयो रे मा हामी चाहिँ यहाँ आएर नि केटाहरू फेरि टिकटकको लागि हैन पुरा प्र्याक्टिस हान्दैछ हाम्रो सन्डे के भन्नु नै आशी रामले बोलेन क्या म भन्दिन टकमा चस्मा यहाँ त्यस्तो पप्पा अरे तिम्रो लागि पप्पा हुन्छ ल हामी चाहिँ फेरि माथिबाट फर्केर पनि यहाँ बिचमा बाटोमा हैन यसो हुक्का सुक्का बनाउँदैछ भाइले यहाँ आगो फुक्दैछ हाम्रो राजु लामा थिङ दाइ अनि यता जेम्स दाइ चस्मा लगाएर आइरो अनि झलक सर्दा फेरि अनि हाम्रो यहाँ दिवेश भाइ चाहिँ कुरकुरे पो खाँदै रहेछ अनि खोइ रुक्सल सम्झे हो र है त ए यहाँ आएर छ अनि यो राजु दाइ चाहिँ यहाँ यस्तो फुक्दैछन् होइन अनि हामी चाहिँ अहिले यो डाँडामा छौँ यो कुन डाँडा हो रे हाल निर्माण भइरहेको वज्रयोगिनी होम डाँडा पार्क रे होम डाँडा पार्क त्यही त होम डाँडा पार्क रे नि त नि यसपछि अब रमाइलो भइरहेछ काम क्या दामी आएर चाहिँ के कानै हाम्रो झ्यालङ झुलुङ बनायो कि यहाँ कोहीले नि बोलेको सुन्दैन झन् राजु मामालाई त यसरी यसरी छोयो पनि ल सृजन दाइ के बाट्दै हुनुहुन्छ अरे यो चाहिँ हाम्रो ड्रिङ्क्स इनर्जी ड्रिङ्क्स यतिको रमाइलो भयो भने त अनि स्टेज फ्री यहाँ आगो बाल्दै नबढौँ न अहिले समय भरौँ भने काकाले बोरिसक्नु भएछ ल ल ल देखेँ नै एकछिन भिडियो यहाँ सबैजना रमाइलो गरिरहेछ तर ऊ त्यो चोर चाहिँ गर्लफ्रेन्डसँग बोलिरहेको है त्यो चोर चाहिँ गर्लफ्रेन्डसँग बोलिरहेको सबैजना रमाइलो गरिरहेछ यहाँ हेर्नु सक्नुहुन्छ तर त्यहाँ छुट्टै चलिरहेछ
भएकै छैन नि कहाँ ल अलिक उता गएर नाच्नु त यहाँ अर्कै चल्ला उता ऊ गभर्मेन्टसँग बोलेर भर्खर सक्यो बाई बाई हामी अब निस्केको अब चाहिँ हामी यहाँबाट निस्किन्छौँ अब त्यही बेर रमाइलो गर्छौँ अब हामी मिसिन लगाएको यता तयार हुनुहुन्छ होइन अब हामी सबैजना निस्केको गाइस पैसा भाडा पैसा भाडा पैसा भाडा पैसा भाडा पैसा भाडा पैसा बाप पैसा भाडा पैसा भाडा गाइ पैसा भाडा पैसा भाडा ए पैसा भाडा ले पैसा बेटे या ओके गाइस हामी घर पुगेर अलिकति रमाइलो गर्छौँ ला ओइ ला ओइ के भयो भने हामी माउदै छैनौ केले बिचमै भनेर के गाडी पछाडी ला ओइ केले सबैजना अगाडि गइरहेको छ यहाँ हाम्रो सोनाममा चाहिँ गुवा आइरहेको छ अरे सोनाममा चाहिँ गुवा आइरहेको छ अरे मलाई गएर गुडहरू लगाइदिनु मैले माथिदेखि च्यापेको यहाँ के अरे यहाँ त्यो माथि हामी ठ्याक्कै गएन जाने बेला हो ठ्याक्कै माथि भर्याङ चढेको ठ्याक्कै त्यहाँदेखि गुवा आउनु थाल्छ त्यहाँदेखि गुवा के आयो भन्छ अहिले च्यापेको अहिले अब त्यो गुडा भित्रमा आजले ढेँडो भइसक्यो भाइ ढेँडो होइन गनायो अहिले गुवा हुँदाखेरि सारा 1 घन्टा पछि त्यो गुवा हराउँदैन होला हामी चाहिँ यहाँ के अरे स्कुटीको ब्रेक बिग्रेर ब्रेक बनाएको स्कुटीको ब्रेक बिग्रेर हामी ब्रेक बनाएको अहिले चाहिँ जमुडा र अलिक यता दाइ हामी के बनाएको अरे अब ब्रेकको तारै छुटिहाल्यो उसलाई चाहिँ भन्नु हुँदैन कृपया भिडियो हेरेर पनि थाहा नपाएको जस्तो गरिदिनु होला लोकसँग सम्झि प्लिज फाइनली हामी चाहिँ रुम आइपुगेछौँ रुम आएर स्टार्टिङ भइसक्यो यहाँ काम दाममा सबैजना दाइ मैले खाना बसाल्छ मैले भाडा चाहिँ इ सम्झिने ल आज बिहान त्यो मसला पिना मैले हो नि त दाइ त्यही भएर पर्दैन रुक्सल जिन्दाबाद वी वान रुक्सल के गर त